ठाउँबाट पनि म देखाउन गइरहेको छु। माथि आकाशबाट हेर्दा कस्तो देखिन्छ भनेर भन्नको लागि। यो हाम्रो यतापट्टिबाट आएको यो सुनकोशी नदी रह्यो भनेदेखि यो यतातिरबाट आएको यो तामाकोशी रहेको छ। यसको यहाँ देख्नुहुन्छ यहाँनेरि यो सुरुङ मार्फत चाहिँ पानीलाई चाहिँ पथान्तरण गर्ने हो। यहाँनेरिबाट बाँध बाँधिनेछ र यो चाहिँ कहाँसम्म पुग्नेछ भनेपछि यो सुरुङ 31 किलोमिटर लामो भनेपछि यहाँबाट सर्र हामी लैजाउँ। अझ सानो गरेर लगौँ, अझै सानो गरौँ। यहाँ देख्नुहुन्छ यहाँनेरि आएर चाहिँ यो सुरुङ चाहिँ यहाँ आएर खस्छ है त। यो यस्तो छ, यहाँनेरि आएर खस्छ। यसलाई अझ माथि गरौँ। ल हेर्नु, यहाँबाट यहाँनेरिसम्म चाहिँ ल्याइनेछ यसलाई। यो 31 किलोमिटर लामो यहाँनेरि रहनेछ। यो मरिन खोला भयो। यो मरिन खोलाबाट यो सर्र यहाँ आएर यहाँबाट यो मरिन खोला आउँछ। यहाँ आइसकेपछि यो मरिन खोला चाहिँ यहाँनेरि यो बागमतीमा मिसिन्छ। ल हेर्नु, यहाँ बागमतीमा मिसिन्छ। यो बागमतीबाट चाहिँ यहाँ तराईका जिल्लाहरू यिनीहरूमा यो यहाँ अर्को पनि रहेको छ। यहाँ बाँध रहेको छ। यो बाँधबाट चाहिँ यो यताको च्यानलबाट र यताको च्यानलबाट चाहिँ पानी चाहिँ 5वटा जिल्लामा वितरण गरिनेछ। ल फेरि पनि हेर्नु होला। म फेरि लग्यो है त तपाईहरुलाई अलि क्लियरली देखाइदिन्छु। यो मरिन खोला भयो पुरै। ल यो सुरुङ यहाँनेरि छेडिने चाहिँ यो देखिरहनु भएको छ। यो मदन भण्डारी राजमार्ग रह्यो। यिनेरिबाट चाहिँ 31 मेगावाट बिजुली पनि उत्पादन गरिनेछ यहाँबाट चाहिँ। र यो खोलामा झारेर यो भेगको जति पनि जमिन छ यसलाई पनि सिंचित गरिँदै तल बागमतीसम्म पुर्याइनेछ। ल हेर्नु, यहाँबाट यो एउटा पहाड भयो। यसलाई हेरौँ यसरी। र यो सबै सुरुङ यहाँदेखिको सुरुङ यहाँसम्म आइपुग्नेछ है। ल बाँकी भिडियो चाहिँ तपाईहरुले बाँकी चाहिँ भिडियो मार्फत नै हेर्नु होला है त। नमस्कार साथीहरु, यहाँहरुलाई हार्दिक स्वागत गर्दछु। आज हामीले चाहिँ सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्य आयोजनाको भिडियो जानकारी लिएर आएका छौं। यहाँ देखिरहनु भएको छ यो माथि तामाकोशी र यो सुनकोशी नदीको संगम स्थल रहेको छ। उता माथिबाट आइरहेको तामाकोशी हो भनेदेखि अलिअलि धमिलो भएको नदी चाहिँ यो सुनकोशी रहेको छ। यसैको तलपट्टि चाहिँ यो आयोजनाको चाहिँ बाँध निर्माणको कामहरू भइरहेको छ। यही बाँध निर्माणको के कति काम भएको छ भन्ने कुरा देखाउन गइरहेका छौं आज हामीले। यो आयोजनाको निर्माण अवधिको 42% समय बितिसके पनि यसको कार्यप्रगति चाहिँ 10 भन्दा चाहिँ तल रहेको छ। निर्माण कम्पनीले मध्य सेप्टेम्बरमा आएको बाढीले गर्दा भएको क्षतिको दोष लगाउँदै कार्य अगाडि बढाउन गाह्रो भएको बताएको छ। योजनाले बाढीलाई प्रगतिको प्रमुख बाधाको रूपमा उल्लेख गरेको छ। हुन पनि हो, बाढीले चाहिँ अलिकति क्षति विच्छेद पनि बनाएको थियो। 2079 माघ 11 मा पटेल रमन जेबीले सुनकोशी नदीमा बाँध निर्माण गर्न 4 वर्ष 6 महिनाको समयसीमा तोकेर सम्झौता गरेको थियो। यो आयोजनाको अन्तिम समय सीमा चाहिँ 2084 असोजसम्म रहेको छ। तर अहिलेसम्म आयोजनाको 8% मात्र काम भएको छ, जुन चाहिँ अहिलेको समय अनुसार चाहिँ 30-35% कार्य चाहिँ सम्पन्न भएको हुनुपर्ने थियो। त्यो चाहिँ भएको छैन। अहिले अस्थायी संरचना बनाउनलाई मात्रै काम चाहिँ सीमित भएको छ। स्थायी संरचनामा कुनै पनि प्रगति भएको छैन। अहिले तल फाउन्डेसनको कामहरू चाहिँ भइरहेको छ। यो चाहिँ पटेल रमन जेबीले 14 अर्ब 76 करोड रुपैयाँमा चाहिँ यो बाँध निर्माण गर्न हस्ताक्षर गरेको थियो। यस जस अनुसार चाहिँ सुनकोशी नदीमा चाहिँ 30 मिटर अल्गो र 158 मिटर लामो बाँध बनाउने छ, जसबाट 13.3 किलोमिटर लामो सुरुङ मार्फत कमलामाई नगरपालिका 2 कुसुमटार स्थित मरिन खोलामा पानी प्रवाह गरिनेछ। यस योजनाले 66.29 मिटर हेड मार्फत सुरुङमा पानी छाडेर
31.07 मेगावाट बिजुली उत्पादन गर्ने चाहिँ योजना लिएको छ। त्यस्तै चाइना ओभरसिज इन्जिनियरिङ कम्पनी कोबेकले चाहिँ सुनकोशी नदीबाट मरिन खोलामा पानी लैजान चाहिँ 13.3 किलोमिटर लामो सुरुङ निर्माण गरिसकेको छ। यसको काम पनि भित्र फिनिसिङको काम पनि लगभग चाहिँ 97-98% चाहिँ प्रगति भइसकेको छ। बाँध निर्माण जिम्मेवार रमन कन्स्ट्रक्सनले चाहिँ यो बाढीले आउँदाखेरि चाहिँ यसमा ठुलो क्षति पुर्याएको, जस कारणले चाहिँ यसमा रहेको कभर ड्याम चाहिँ बचे पनि अझ यो क्रसर प्लान्ट, ग्राभेल, बालुवा, जेनेरेटर जस्ता भौतिक संरचनाहरू बगाएको भन्ने कुरा चाहिँ जानकारीमा आएको छ। यो चाहिँ विभिन्न चरणमा चाहिँ यसको काम भइरहेको छ। पहिलो चरणमा सुरुङको काम लगभग चाहिँ अन्तिम अवस्थामा पुगेको छ भनेदेखि दोस्रो चरणमा चाहिँ यो बाँध, पावर हाउस र वाटर इन्टेक जस्ता संरचना चाहिँ निर्माण गरिनेछ। बाँध निर्माण चाहिँ एकदम ढिलो गतिमा भएको छ, जसकारण चाहिँ यो चाहिँ समयमै पुरा हुने बारे चाहिँ अलिकति शङ्का उत्पन्न भएको छ। र तेस्रो चरणमा चाहिँ बिजुली उत्पादनको लागि संरचना निर्माण गरिनेछ भनेदेखि चौथो चरणमा उत्पादित बिजुली चाहिँ सर्लाहीको नवलपुर लगी प्रसारण लाइनमा चाहिँ जोडिनेछ। यो योजनाको प्रारम्भिक लागत चाहिँ 46 अर्ब रुपैयाँ गरिएको थियो, तर यो चाहिँ लगभग अहिले 50 अर्बको हाराहारीमा पुगिसकेको छ। यो बाँध निर्माण चाहिँ सम्पन्न भइसकेपछि यसबाट चाहिँ 67 क्युबिक फिट पानी चाहिँ सुरुङ मार्फत चाहिँ कुसुमटार स्थित मरिन खोलामा चाहिँ बिजुली उत्पादनको लागि छोडिनेछ र त्यसपछि त्यो पानीलाई चाहिँ मरिन खोला मार्फत चाहिँ बागमती नदीसम्म पनि पुर्याइनेछ, जसबाट चाहिँ बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका 1,22,000 हेक्टर जमिनमा चाहिँ सिँचाइ गरिनेछ। यो चाहिँ योजना 2084-85 मा चाहिँ पुरा गर्ने चाहिँ सरकारले लक्ष्य राखेको छ। यसको निर्माण चाहिँ 2077-78 मा चाहिँ सुरु भएको थियो। यहाँ देख्नुहुन्छ यो सुनकोशीले चाहिँ क्षति पुर्याएको थियो। यहाँ यो अगाडि हामी यहाँ खुरकोट बजारमा जाँदैछौँ, खुरकोट बजारसम्म यो भिडियोलाई पुर्याउँ भन्ने लक्ष्यका साथ मैले चाहिँ यहाँ तपाईँहरूलाई अगाडि लगिरहेको छु। मलाई यो अलिकति खुरकोट बजारको क्षति भएको यो पनि देखाउन मन लागेको थियो। यहाँ देख्नुहुन्छ यो तल्लो बजारको चाहिँ धेरै घरहरू चाहिँ बगाएको थियो यो सुनकोशी नदीले। यो घर अहिले देखिरहनु भएको छ, तलैसम्म चाहिँ पानी आएको थियो। हजुरहरूलाई जिज्ञासा पनि होला खुरकोट बजार कस्तो छ भनेर हेर्नको लागि यो भिडियो मार्फत पनि हेर्न सक्नुहुनेछ। तपाईहरूलाई यो हाम्रो च्यानलले प्रसारण गरेको भिडियो सामग्रीहरू कस्तो लाग्छ, यदि राम्रो लागेमा चाहिँ च्यानललाई सब्सक्राइब, लाइक र आफ्नो अमूल्य सुझाव कमेन्ट मार्फत चाहिँ गरिदिनु हुन हजुरहरूलाई हार्दिक अनुरोध गर्दछु। आजलाई चाहिँ यति भन्दै यो भिडियो यहीँ टुङ्ग्याउन चाहन्छु। हस्त, नमस्कार।